देवघाट धाम हाम्रो आज बुढाबुढीको चाहिँ जोमसङको यात्रा चाहिँ अब यहाँबाट सुरु भयो। हेटौँडादेखि बेनीसम्म चाहिँ आज चाहिँ हाम्रो हुन्छ। ट्राभल आज चाहिँ बिस्तारै बिस्तारै जान्छ भने मर्निङबाट अहिले लगभग 6:45 जति हुन लाग्यो। अब हाम्रो यात्रा चाहिँ सुरु भयो। अहिले चाहिँ हामी आधा घन्टाको ट्राभलपछि मनोरी आइपुगेका छौँ। बुढी चाहिँ वहाँ छ। यो चाहिँ मनोरी बजारबाट अलि अगाडि छ। हामी चाहिँ अहिले यहाँ बाइक अलिकति मिलाउनु पर्ने भएर अलिकति ब्याग मिलाउनु पर्ने भएर अलिकति रोकेको छ हामी। अब फेरि लाग्छ बिस्तारै बिस्तारै हामी देवघाट धाम जाने बाटो। देवघाट धाम अहिले चाहिँ हामी शान्ति बजारमा पुगेका छौँ। हामी यहाँ खाना खान लगाएको 9:15 बजीतिर हामी शान्ति बजारमा पुगेको। हिँड्न चाहिँ हामी 7 बजी हिँड्यो। अब खाना खान्छौँ यहाँ। अनि खाना खाएर अब यहाँबाट मुगलिन धेरै टाढा छैन, भेटाएको छैन। लगभग 3 घन्टा जतिमा पोखरा पुग्छ भनेको छ। अब हेरौँ यहाँ बिस्तारै जाने हो। अब मान्छे यहाँ लाइन लागेको छ यसरी पुरै बाइकै बाइकमा हिँडिरहेको छ मान्छेहरू। अहिले चाहिँ शान्ति बजार मुगलिन भन्दा अलि वरै हो। के भन्नु? मुगलिन बजार आइपुग्यो। यति नै हो मुगलिन बजार। त्यहाँबाट हामी लाग्छौँ बायाँ। दायाँ चाहिँ काठमाडौँ, बायाँतिर अब नयाँ बनेको पुल हो। यो पुरानो पुल चाहिँ थियो। जाममा अगाडि गयो त हुन्छ होला। हुन चाहिँ कस्तो बुझा जाउँ जाँदा हुन्छ होला। कहाँ कोही गर्छ त उताबाट त कहाँ थियो जाँदा हुन्छ होला। अटिहाल्छ नि स्कुटर त। स्कुटी अटिहाल्छ नि अट्दैन म त गर्छ। के बाटो त यार छ के बाटो ल। अब अहिले चाहिँ हामी बागलुङ पुग्न लाग्यो। मालढुङ्गाको कुनै पुग्न लाग्यो। मालढुङ्गा पुगिसकेको छ। मालढुङ्गा पछि अब बागलुङ पुगेर अनि बेनीतिर जाने भन्ने कुरा छ। यहाँ बागलुङबाट जाँदा चाहिँ बाङ्गेचर हुँदै गयो भने चाहिँ अलिकति बाटो राम्रो छ भन्ने कुरा गरेको छ। हेर गएपछि थाहा हुन्छ कस्तो हुन्छ। ठिक छ। अहिले एकछिन 5 मिनट चाहिँ यसो रोकिएको। ढाडसाड करककुरुक भयो। हालत हेर नि, हालत खराब छ। ये हामी बागलुङ आइपुग्यौँ। अब आइपुगेर आउन लाग्यो।
अब बेनी जाने दुईटा बाटो रहेछ, एउटा कच्ची एउटा पिच। हामी चाहिँ अब पिच हुँदै जाँदैछौँ है गाइस। अनि यो चाहिँ मालढुङ्गाको यो मालढुङ्गा। वेलकम टु बागलुङ चाहिँ उता माथि लेखेको छ। हामी वेलकम टु बागलुङ, वेलकम टु बागलुङ। नली बिहान 7 बजे हिँडेर अहिले हामी कति बज्छ? 4:15 बजे बागलुङ आइपुग्यौँ। के हो रे? ए यो चाहिँ हाम्रो पुल हो रे। के पुल रे डाडु? गोल्डन ट्री पुल। दिजु परसम्म छ। हजुर? On the way to Beni. On the way to Beni हामी। बेनी जाने बाटो चाहिँ यस्तो छ, अलि सानो छ। यो चाहिँ माथिल्लो बाटो हो, तल बाटो चाहिँ अलिक कच्ची भएर माथिल्लो बाटो आएको हो। यही छ। यो भ्यू पनि कस्तो राम्रो देखियो। बेनी छिरियो। फाइनली बेनी आइपुग्यो। माय गॉड, बेनी बजार 5 बजे आइपुग्यो हामी बेनी। बिहान 7 बजे हिँडेको। बेनी बजारमा यहाँहरूलाई स्वागत छ। थ्याङ्क यू। ल बेनीको बेनीमा आइपुग्यो। यो चाहिँ वीरेन्द्र चोक हो। वीरेन्द्र चोक यो चाहिँ। अब हामी हाम्रो एकजना सरलाई कुरिरहेछौँ, हिमाल सरलाई। आइपुग्नु लाग्यो भने भन्दै हुन्थ्यो। अहिले चाहिँ यहाँ छ। ल बल्ल बल्ल हालत खराब छ। अब गएर आराम गर्ने, होटलमा गएर आराम गर्ने, अनि भोलि गएर बिहान जमसङको लागि हिँड्ने। ल अब एकछिनमा हामी यहाँ फ्रेस भएर यसो बेनी एक्सप्लोर गर्छौँ। आजको बसाइ बेनीको बसाइ चाहिँ यता। हामी आज यो होटलमा बस्दैछौँ बेनीको। फाइनल्ली आइपुग्यो। राम्रो रहेछ। हामी यो बेनीको न्यू रोड बजारमा चाहिँ घुमिरहेछौँ। 6:30 बजे। 6:30 बजे छ भर्खरै। अब हामी होटलतिर फर्किनु लाग्यो। एक राउन्ड अघि होटल पुगेर फर्किसक्यौँ। फेरि एक राउन्ड माऱ्यो। यहाँ त यही बजारमा त अलि उज्यालो रहेछ, अरू त सबै अँध्यारो रहेछ। चिसो चाहिँ यहाँ पनि भएको रहेछ। त्यति चिसो भइसकेको छैन। यति बजार चाहिँ अलिक उज्यालो छ, अरू सबै अँध्यारो छ। ओके बाई बाई बाई। हामी चाहिँ बेनी छोडेर लाग्छौँ तिरैतिर, चाली गण्डकीको तिरैतिर। अब हाम्रो आजको डेस्टिनेसन चाहिँ मार्फा हुन्छ। यो चाहिँ हामी जोमसुम जाने अन द वे। यहाँ हाम्रो झोला अलिकति डिस्टर्ब भयो, मिलाउनु पर्ने भयो। सिनहरू चाहिँ दामी छ। हामीले झर्ना हेरेको भने तिमी के देखाउ? कस्तो झर्ना? क्या मजाले झर्ना झर्ना छ। भिडियो चाहिँ अलिक कालमा हो कि कहाँ माथिबाट हामी चाहिँ जोमसोमको जाने बाटोमा। यो चाहिँ भ्यू झर्नाबाट, पहाडबाट झर्ना झर्ना छ। बाटो चाहिँ यस्तो हो अवस्था।
अलि अप्रोड छ झर्ना चाहिँ दामी छ पहाडबाट बाटोको हालत चाहिँ खतम छ हाम्रो राइडर साहबले जुमजुमको बाटोमा चाहिँ यहाँ अलि सानो बस्तीहरू पनि रहेछ बाटो चाहिँ नि अप्ठ्यारै घरहरू रहेछ नि यस्तो सानो सानो यो चाहिँ काली गण्डकीको पुल ब्युटिफुल पहाडको बिचमा हिमाल जुमजुम जाने बाटो झरना 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 यसको फोटो खिच्नु पर्छ होला हौ फेरि अर्को यो ब्याग किन यो झरनामा जाँदैछौँ अब यो झरनाको नाम चाहिँ थाहा छैन झरना चाहिँ बगालै रहेछ तपाईँको होइन सही रहेछ झरना चाहिँ यतातिरबाट चाहिँ हामी आयो बेनी हुँदै अब यताबाट हामी जान्छौँ जोङसोङ 70 किलोमिटर लेखेको छ हेरौँ कति बजे पुग्छ ल सब राइडरहरू जाँदैछ मान्छेहरू यहाँ मजा छ झर्ना चाहिँ त्यसरी बनाउनु राम्रो आउँछ रे रूपसे झरना पुग्यो यो रूपसे झरना देखिरहेछ नि रूपसे झरना ए भ्यू यस्तो छ ल यस्तो छ रे रूपसे झरना नो फोटो सैनिक एरिया नो फोटो सैनिक एरिया कति बजी पुग्छ होला नि साढे 11 बजीसम्म त पुगिहाल्ला नि कहाँ मुस्ताङ के हो के भन्छ मार्फा मार्फा चाहिँ कति घन्टा लाग्छ मार्फा यहाँ 2 घन्टा म 2 घन्टामा जान्छु वाउ हामी जोङसोङको बिच बाटोमा आयो सो ब्युटिफुल पहाड दामी देखिरहेछ खन्ती बजार आइपुग्यो खन्ती बजार यो चाहिँ खन्ती बजार मुस्ताङ जिल्ला खन्ती बजार हो यो मुस्ताङ जिल्लाको खन्ती बजार आइपुग्यो
जोमसम्म 27 किलोमिटर यतै खाने हो अहिले चाहिँ हामी लेतेमा छौँ यो चाहिँ अब लेतेकोबाट चाहिँ बाटो ठिक छ अरे वहाँ मार्फासम्म अब हामी चाहिँ अब खाना खाएर मार्फातिर लाग्छौँ यस्तो छ भ्यू यहाँकै बाबा भर्खर अहिले कति बज्यो 10-20 भयो अब हामी यहाँ खाना खान्छौँ हाम्रो खाना खाने ठाउँ चाहिँ यो ओल्ड नमस्ते थकाली हो हाम्रो गेस्ट हाउस हो यस्तो छ यहाँको एम्बियन्स यहाँ भ्यू बगाल छ नि त स्नो के मजाको हिउँ देखिरहेछ बगाल छ ठाउँ चाहिँ स्याङ गाउँ जस्तो लाग्छ स्याङ गाउँ है फाइनली हामी मार्फा आइपुग्यौँ लाइट नजिक मार्फा भिलेज कता हो जान्यो यो ल मार्फा भिलेज मार्फा गाउँ हो यो चाहिँ स्याउको फार्म ए यता साइडमा चाहिँ थोरै स्याउहरू छ अझै पनि अहिले सिजनमा धेरै टिपिसकेको छ अब छैन अब स्याउ चाहिँ ल मार्फा गाउँको चाहिँ हामी यो गल्लीतिर हामी भिजिट गर्दैछौँ एक्सप्लोर गर्दैछौँ अगाडि चाहिँ जेरी गल्ली छ अरे हिँड्दैछौँ यहाँ जेरी गल्लीतिर जाँदै हो भाइब्स चाहिँ एकदम राम्रो छ यो मार्फा गाउँको जेरी गल्लीमा मस्त रमाउँदै हामी मार्फामा फोटोसोटो खिच्ने यसो एक्सप्लोर गर्ने काम गरिरहेछौँ यहाँबाट जोमसोम चाहिँ खासै टाढा छैन अरे त्यहाँबाट मुक्तिनाथ पनि अब 1-1.5 घन्टामा पुग्छ भन्दै जोमसोमबाट त्यही भएर अब अलिक टाइम चाहिँ हामी यहाँ मार्फामै स्पेन्ड गर्छौँ यो चाहिँ फार्मिङ जस्तो छ मान्छेको है यो चाहिँ एप्पल फार्म हो एप्पल फुलिरहेको थियो एप्पल पाकिरहेको छ मुस्ताङमा मार्फामा जान सक्दिनँ स्याउको फार्म छ मुक्तिनाथ जाने बाटो जोमसोमबाट चाहिँ बाटो पिच छ वेलकम टु कागबेनी हामी कागबेनी आइपुग्यौँ बाटो चाहिँ सही रहेछ कागबेनीको कागबेनीबाट माथि जाँदै मुक्तिनाथ कागबेनीबाट
पनि जान्छन् दर्शन गर्ने घोडा चढेर 400 रुपियाँ भने होइन घोडाको 400 रुपियाँ मन्दिरसम्म गएको घोडा चढेर बाइक पनि जान्छ मजाले मन्दिरसम्मै बाइकमा गए पनि हुन्छ हिँड्नै पर्छ भन्ने छैन सबै अप्सन अभाइलेबल छ हामी यहाँ चाहिँ हिँडेर एकछिन एक्सप्लोर गर्छौँ जिउ पनि तात्छ नि त चिसोमा मुक्तिनाथतिर यहाँ मन्दिर चाहिँ पर छ यहाँ पर छ मन्दिर चाहिँ बिस्तारै बिस्तारै 10-15 मिनट लाग्छ होला है यहाँ छ मान्छेहरू लाइन लागेको छ मान्छेहरू सबै यहाँ माउन्टेन रेन्ज उता छु यो हिमाल पारेको गाउँ भने यसलाई भन्छ त्यही भएर किनकि प्रायः सबै हिमालहरू उत्तरतिर हुन्छ कि यसरी पनि जान्छन् मान्छेहरू घोडा चढेर घोडा चढेर पनि दर्शन गर्छ गाह्रो हुँदैन चाहिँ हामी चाहिँ बिस्तारै बिस्तारै हिँडेरै जान्छ 10 मिनट जतिको वाकिङ पछि हामी यहाँ मुक्तिनाथको मन्दिरमा परिसरमा प्रवेश गर्दैछौँ यस्तो छ मन्दिर यहाँबाट अझै हिँड्नुपर्ने रहेछ गेटबाट पछि पनि अझै हिँड्नु पाहाड अझै हिँड्नु पर्दो रहेछ अझै माथि पो रहेछ त गेटबाट छिमेकै गइरहेछ नि त ए यस्तो रहेछ मुक्तिनाथको दरबार यस्तो लाइन चाहिँ भिडभाड यति छ हामी अहिले लाइनमा बसिरहेको छौँ यो प्रवेशद्वार यो भयो लाइन चाहिँ यताबाट लागेको छ लाइन त लागेको छ लगभग 10 बज्छ होला हामी त्यहाँ यो ढोकामा पुग्दा 10 बज्छ होला हामीलाई लाइन हेर्दाखेरि यता चाहिँ यो कुण्ड भयो कुण्ड भयो यो नुहाउने है पानी छर्किँदै हुनुहुन्छ उहाँ चाहिँ पानी छर्किँदै हुनुहुन्छ हेलो गर्दै हुनुहुन्छ पानी छर्किँदै हुन्छ 160 धाराको हेर्दै ल हाम्रो जल छर्किँदैछ नुहाउनु नसके पनि जल छर्किँदैछ 108 धाराको जसले जति सक्छ त्यति नै धर्म गर्नु त हो नि अब भगवान्ले यति नै गर भनेर भन्दैन होला मुक्तिनाथ दर्शनको यो त लाइन हो है यता त 108 धारा छ हुन्छ यता मुक्तिनाथको मन्दिर दर्शन गरिसकेपछि अब हामी एकछिन यहाँ पवित्र बुद्ध गार्डनमा हामी एकछिन जान्छौँ एकछिन यहाँ बुद्ध गार्डनमा यो देखिएको भ्यू हो यताबाट हिमाल देखिरहेको घाम चाहिँ मस्तो लागेको छ पार्क छ बुद्ध पार्क जस्तो छ For ice lake or Tumba Lake. Yeah, Tumba Lake. It's nice. It's always reading. Did you really make
पृष्ठभूमिमा चाहिँ हाम्रो मुक्तिनाथ मन्दिर हो। अब हामी दुईजना फर्किँदैछौँ यसरी होइन। रमाइलो भयो टुर यहाँसम्मको चाहिँ। अब त्यस्तो गाह्रो चाहिँ भएन, यस्तो छ न। फाइनली आइपुग्यो, भगवानले बोलाउनु भयो। अब हाम्रो यो मुक्तिनाथसम्मको टुर चाहिँ अब यहाँसम्म सकियो। आज दर्शन गरेपछि अब हामी कहाँ बस्ने भन्ने कुरा चाहिँ अब लोमान्थाङ जाने कि अब यतै चौसम फर्किने कि भन्ने कुरा चाहिँ अब खाना खाने बेलामा डिसिजन गर्छौँ। अब हिजो अलिकति गाह्रो भएको कारणले चाहिँ अब त्यही फर्किने कि जमसँगै फर्किने कि भन्ने कुरा थियो। अब अहिले चाहिँ ठिकै भइरहेछ। घाम लागेपछि अलि न्यानो हो, त बहुत गाह्रो थियो। अब हामी यहाँबाट चाहिँ 1.5 2 घन्टा लाग्छ भनेर चाहिँ लोमान्थाङ पुग्नुलाई। यस्तो छ बाटोबाट देखाएको थियो नि अघिको भिडियोमा, त्यो भिडियोबाट देखाएको टप यहाँ बाइक रोकेको छ। त्यो टपबाट देखिने भ्यू चाहिँ यस्तो नाली बेली पुरै बाटो छ। हावा चल्दा छ, मेरो आवाज सुन्न पनि सक्छ मेरो आवाज। यस्तो देखिन्छ यहाँ हेर्नुहोस्, यहाँ त आइरहेछ मोटरसाइकल गाडीहरू। बाटो चाहिँ पुरै अफ रोडै हो। हामी अन द वे टु लोमान्थाङ छौँ। बाटो यस्तो छ, बाटो चाहिँ यस्तो छ है, राम्रै छ। अहिले चाहिँ हामी लो घेखर दामोदर कुण्ड गाउँपालिकामा छौँ। भर्खर आइपुगेको। हामी अहिले खाजा थुक्पा खायौँ अनि अलिकति तातो बनाएर अब हामी लोमान्थाङतिर लाग्छौँ। यहाँबाट 26 किलोमिटर छ अरे, ल 1.5 घन्टा यहीँबाट लाग्छ भनेर भन्दैछ। अब हेरौँ, बिस्तारै लाग्छौँ हामी। अब यहाँ बाटो चाहिँ अफ रोड छ पुरै। लोमान्थाङको बाटो आइपुग्यो। बाटो चाहिँ खत्तमै छ। यो कोरोला जाने बाटो, यताबाट जङ केभ जाने बाटो। म चाहिँ यो बाटोबाट आएको, जान्छ लोमान्थाङ। चम्किलो छ एकदमै, आफै खाने। जङ केभ है, आजको पहिलो कस्टमर हो म यहाँको जङ केभको। यहाँ यो पनि एउटा आमै हुँदो रहेछ हेर्ने। आमैसँग चाबी पनि, गेटको चाबी पनि लिएर आएको। फर्स्ट कस्टमर जङ केभबाट भ्यू चाहिँ यस्तो देखिन्छ है। 7:55 भयो। यस्तो छ कोही छैन अहिले, सबै मान्छे प्रायः अहिले चाहिँ को
कोर्ला बोर्डर गएर त्यहाँबाट यहाँ आउँछन् के अरे म चाहिँ कोर्ला बोर्डर नजाने भए अब यसो जन केभ चाहिँ हेरिहाल आइसकेपछि भनेर जन केभ चाहिँ हेर्दैछु अब म यस्तो छ एरिया भरचोट आइसकेपछि वेलकम टु सिजा जोन केभ छ सर यहाँबाट भित्र चढ्नुपर्छ यहाँको रहेछ कि यो ताल चाहिँ खुल्नु पर्दो रहेछ है यहाँ कति हजार वर्षदेखिबाट मान्छे बस्थ्यो होला पहिला पहिला अहिले त यसो त नि मान्छे घुमघाम त छ अनि बाटो छ यता दोस्रो तल्ला चढ्ने हो दोस्रो तल्ला चढ्ने बाटो यस्तो छ है यहाँबाट हिँड्ने भ्यू होइन फर्स्ट ग्राउन्ड फ्लोरबाट फर्स्ट फ्लोरमा आयो है फर्स्ट फ्लोरमा यस्तो छ यस्तो गुफातिर सब यहाँ मूर्ति सुर्ति भिजिट गर्ने मान्छेले बनाएर राखेको चाहिँ खासै त्यस्तो केही छैन यही अलिअलि गुफा मात्रै हो तर कसरी बनायो होला त्यो बेलामा मान्छेले यस्तो डाँडा भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो कि खतरा नि कसरी बनायो त बाफ्रे डेन्जर छ डेन्जर ल यति नै गरौँ होला आजलाई चाहिँ चढ्दा स्याउ हुँदो रहेछ माथि त नजाउँ होला माथि पनि जाने ठाउँ छ भयो अब आजलाई छोसेर चाहिँ पुग्यो यो चाहिँ जमसम बजार हिजो हामी बेलुका 5 बजीतिर यहाँ आइपुग्यो हामी त लोमानथाङबाट अब हामी यहाँ बसेको हिजो होटल मुक्तिनाथ एम थकाली भन्छ घरमा यो चाहिँ एयरपोर्टसँगै नजिकै छ ल यहाँतिर छ अब हामी चाहिँ यताबाट बागलुङ आज हाम्रो टार्गेट छ बस्ने बागलुङ बिस्तारै बिस्तारै गरेर बागलुङ बस्छौँ है यता चाहिँ यताबाट आएको हामी चाहिँ यताबाट भ्यू चाहिँ यहाँबाट देखिने भ्यू हो निलगिरी हिमालको है ठ्याक्कै होटलको पछाडि देखिन्छ यो चाहिँ हो ट्राभल फेरि सुरु गर्छौँ अब फेरि 5-6 घन्टाको 4-5 घन्टाको धेरै लाग्दैन बागलुङ पुग्नु ओके मन जान अहिले चाहिँ हामी लेते आइपुग्यो अघि जमसमबाट हिँडेर अब यता चाहिँ हामी अहिले मेरो ब्याकग्राउन्ड पछाडिपट्टि देखिरहेको ठाउँबाट चाहिँ हामी अब बागलुङ जान्छौँ पहिला बेनी आउँछ बेनीपछि बागलुङ जान्छौँ अनि अब हामी यहाँ चाहिँ खाजा खान रोकेका छौँ यहाँ खाजा हो नि खाना खान रोकेका छौँ यस्तो छ यो चाहिँ लेते भन्छ थासाङ कालो पानी मुस्ताङ रे थासाङ भ्यू चाहिँ यस्तो छ पुरा त्यहाँ माथि हिमाल छ बादल लाग्यो भएर अलिकति देखिँदैन एरिया पनि त्यस्तै छ चाहिँ यहाँ बसेको अहिले चाहिँ हामी यो गण्डकी स्वर्णिम झुला बागलुङमा भएको यो फेमस पुल चाहिँ एक्सप्लोर गर्न आएको छ आएर
2-4 यसो स्न्यापहरू हानियो। अब फर्किन लागेको होटल। यस माहौल चाहिँ यहाँ एकदम रमाइलो छ। यस्तो देखिन्छ भिडियो। रमाइलो छ माहौल चाहिँ हैन। यो चाहिँ 567 मिटर लम्बाइ यसको। मान्छे भिडभाड लागेको छ यहाँ। भिडभाड लागेको छ। भिडभाड छ मान्छेको। पुरा यस्तो देखिन्छ बेलुका। उता पुरा यता चाहिँ बागलुङ जिल्ला, उता चाहिँ पर्वत जिल्ला। दुईटा जिल्लालाई जोड्ने पुल हो यो। ल आज हामीले 22 गतेबाट सुरु गरेको हाम्रो चाहिँ ट्राभल। अब हामी यहाँ बागलुङमा कालिका भगवती मन्दिरको चाहिँ दर्शन गरेर हामी अब समाप्त गर्छौँ। यो कालिका भगवती मन्दिरको चाहिँ अब प्रवेशद्वार हो। यहाँ आज ठुलो एकादशी पनि हो। पुडी चाहिँ यहाँ पूजाको सामग्री रेडी छ है। हामी भित्र प्रवेश गर्छौँ। ल यहाँ चाहिँ सबै सफा सुग्घर गर्ने कार्यक्रम पनि भइरहेको छ आज दर्शन मान्छौँ है। हामी चाहिँ एकछिन अब हिँड्छौँ। यहाँ एउटा मर्निङ वाक जस्तो पनि हुन्छ। भगवान्को दर्शन पनि मर्निङ वाक पनि। यस्तो रमाइलो छ। कस्तो राम्रो फुल पार्टी। माहौल ठिक छ। यस्तो छ ठाउँ चाहिँ। गङ्गाजल स्नान गृह यता आजको फुलपाती है भगवतीलाई अर्पण गर्ने। शीतल छ, त्यस्तो धेरै चिसो पनि छैन। मौसम इन्भाइरोमेन्ट एकदम ठिक छ। यस्तो छ प्रवेशद्वार। दुईतिर यसरी घन्टीहरू राखेको छ हैन। मेन मन्दिर उता छ। गणेशको पूजा हुँदैछ यहाँ सर्वप्रथम। के व्यवस्थित छ मन्दिर चाहिँ। मन्दिर हो। माता रानी की जय। हामीले चाहिँ कति 22 गतिबाट सुरु गरेको हाम्रो ट्राभल चाहिँ अब आज बागलुङ कालिका भगवतीको दर्शन गरेर यो टुरलाई चाहिँ हामी ऱ्यापअप गर्छौँ। अनि अब हामी यहाँबाट के खानेकुरो खाएर चाहिँ अब हामी हाम्रो घरस्था होम टाउन चाहिँ फेरि राइड गर्छौँ। 5-6 घन्टा लाग्छ होला। बिस्तारै बिस्तारै जान्छौँ। फोटो खिचेर फ्रेम बनायो। ठिक छ। अब सक्यो आजलाई। यो वर्षको टुर सक्यो अब। ल बाई बाई।